आज हामी पढ्दैछौँ मोसन। नेपालीमा के भन्छ? चाल हैन। पहिला बुझौँ मोसन भनेको के हो? The change of पोजिसन हैन। वस्तु के हुनु पर्यो? अवस्था के हुनु पर्यो? परिवर्तन। के गरिसक्यो? विथ रिस्पेक्ट टु टाइम एन्ड स्पेस। समय र ठाउँ अनुसार वस्तुको अवस्था परिवर्तन भइरहेको छ भने त्यसलाई हामी के भन्छ? मोसन। यहाँसम्म ठिक छ? तर मोसन पढ्नु भन्दा पहिला टर्मिनोलोजीहरु छ, त्यसको बारेमा हामी राम्रोसँग जान्नुपर्छ। आएन भने हामी यो पढ्न सक्दैनौँ राम्रोसँग। ल त्यसले 1 by 1 अहिले छ हाम्रो डिस्टेन्स। नेपालीमा के भन्छ? दूरी। डिस्टेन्स भनेको के हो? एउटा मुभिङ एउटा अथवा कुनै मुभिङ अब्जेक्ट छ भने एक्चुअलमा कति डिस्टेन्स ट्राभल गर्ने त्यसलाई हामी के भन्छ? डिस्टेन्स। ACTIUL हैन, एक्चुअल डिस्टेन्स ट्राभल बाइ मुभिङ बडी हैन। मोसनमा भएको वर्डले कति एक्चुअल डिस्टेन्स ट्राभल गर्ने त्यसलाई हामी के भन्छ? डिस्टेन्स। उदाहरण हेरौँ, कुनै अब्जेक्टले घुम्न स्टार्ट गरेछ त घुम्दा कहाँसम्म पुग्यो हैन? त्यसले ट्राभल गरेको डिस्टेन्स कति हुन्छ हेर, ओरिजिनल पाथ कति गइरहेको छ हैन, त्यसलाई हामी के भन्छ? डिस्टेन्स। र A देखि B सम्म पुग्ने एक्चुअल कति डिस्टेन्स ट्राभल गर्ने त्यसको लागि के भन्छ? डिस्टेन्स। यसको SI युनिट के हुन्छ? SI युनिट मिटर, METER हैन। CGS युनिट सेन्टिमिटर, मिटर लेख्नु ठीक छ। 1 मिटरबाट कति हुन्छ? 100 सेन्टिमिटर हैन, 100 सेन्टिमिटर। यहाँसम्म ठीक छ? यो कस्तो क्वान्टिटी हो? स्केलर क्वान्टिटी हैन, स्केलर क्वान्टिटी हैन। स्केलर यसो मान मात्र हुन्छ, म्याग्निट्युड मात्र हुन्छ। त्यो कता कुन टेस्टमा छ भने क्लियर हुँदैन। ठीक छ नि? यहाँसम्म डिस्टेन्स बुझ्छन् तिमीहरु? ल देखौ है, डिस्प्लेसमेन्ट हैन। यसले नेपालीमा के भन्छ? विस्थापन हैन। नेपालीमा के भन्छ रे? विस्थापन। विस्थापन भनेको के हो? यो पनि डिस्टेन्स हो तर के हो? सर्टेस्ट हैन। सर्टेस्ट SORTEST हैन, सर्टेस्ट डिस्टेन्स बिट्विन initial and final position of an object है ना। यो शॉर्टेस्ट डिस्टेंस हो। सुरु कुरा अन्तिम बिचका हिसाबमा सानो दूरी के है? उदाहरण हेर्नु, हामीले हेर्थ्यौं नि त भर्खर यस्तो हैन, हेर्नु A देखि B सम्म पुगेको, त्यहाँदेखि यो ओरिजिनल पाथमा कति गयो त्यसलाई हामी के भनियो है? डिस्टेन्स हैन। तर त्यही कुरा के छ? डिस्प्लेसमेन्ट भनेको के हो? A देखि B सम्म कति हैन, इनिशियल टु फाइनल, यो डिस्टेन्सलाई हामी के भन्छ? डिस्प्लेसमेन्ट हैन। ठीक छ? यहाँ डाइरेक्सन छ हैन, A देखि B तिर हैन, अथवा B देखि A तिर भने यो कस्तो क्वान्टिटी हुन्छ? वेक्टर क्वान्टिटी हैन। कस्तो क्वान्टिटी हो? वेक्टर क्वान्टिटी हैन। त्यसको नि हैन SI युनिट के हुन्छ? भन्नु त के हुन्छ? मिटर हैन। CGS के हुन्छ? भन्नु त सेन्टिमिटर। ठीक छ नि? यहाँसम्म त्यो बुझ्या छ? वेक्टर हुन्छ हैन? ल अब हामी एउटा सर्कुलर पाथमा कुनै अब्जेक्ट के छ? मुभ गरिरहेको छ हैन? ठीक छ? मुभ गरिरहेछ सर्कुलर पाथमा। एबाट घुम्न थाल्यो, घुम्न स्टार्ट गर्यो, घुम्दै कहाँसम्म पुग्यो केटा हो? B सम्म हैन। यसले कति डिस्टेन्स ट्राभल गर्यो? र यो एक्चुअल भन्ने यो कर्व पाथमा कति गयो हैन? त्यसलाई के भन्छ? डिस्टेन्स ट्राभल हैन। अनि A देखि B सम्मको डिस्टेन्सलाई हामी के भन्छ? डिस्प्लेसमेन्ट। क्लियर छ नि एकदम? डिस्प्लेसमेन्ट। ठीक छ? अब एक घुम्दा हेर, एबाट घुम्न थाल्यो, घुम्दा फेरि कहाँ पुग्यो? A मै आएर पुग्यो हैन। यसले रेडियसमा आएको छ R हैन। डिस्टेन्स कति ट्राभल गर्यो? पुरै सर्कम्फरेन्स हैन, कति हुन्छ? 2 पाइ R हैन। तर डिस्प्लेसमेन्ट कति हुन्छ? भन्दियो त कति हुन्छ डिस्प्लेसमेन्ट?
जहाँबाट स्टार्ट गर्यो त्यहाँ आएर रोक्यो हैन इट मिन्स सर्टेस्ट डिस्टेन्स कति छ 0 सर्टेस्ट डिस्टेन्सलाई हामी परपेन्डिकुलर डिस्टेन्स पनि भन्छौँ है एकदम सम्झिनु पर्यो ठीक छ ल यसो क्या है डिस्टेन्स र डिस्प्लेसमेन्ट बिच सम्बन्ध के छ त्यो हेरौँ हैन ल रिलेशनशिप बिट्विन आरइएलए पिआइएल रिलेशनशिप बिट्विन distance and displacement कतिहरू भन्दा डिस्टेन्स ठुलो हुन्छ कि डिस्प्लेसमेन्ट अभियसली डिस्टेन्स ठुलो हुन्छ हैन डिस्टेन्स हैन यो मैले पोजिटिभ हेर्दै है पोजिटिभ डिस्टेन्स के हुन्छ ठुलो हुन्छ हैन के भन्दा डिस्प्लेसमेन्ट हुन्छ हैन हामीले अहिलेसम्म ए बुझ्यौँ तर हरेक तर स्ट्रेट लाइन भने तपाईँले सिधा है एदेखि बीतिर गयो भने जति डिस्टेन्स छ त्यतिकै के भन्छ यसको डिस्प्लेसमेन्ट भन्छ तिमी डिस्टेन्स कि त ठुलो हुन्छ कि त ठीक छ ल अहिले भाग गर्नु त कति छ डिस्टेन्स डिवाइड बाइ डिस्प्लेसमेन्ट गरे हामी कति हुन्छ ठीक छ यो इम्पोर्टेन्ट तिमीहरू सम्झिराख्नु पर्छ पछि त्यो पार्टी अलि ट्रान्सफर्मर हुन्छ नि त्यति बेला काम आउँछ सर अहिलेसम्म हामी के हुन्छ डिस्टेन्स भनेको के हो डिस्प्लेसमेन्ट भनेको के हो पछि तपाईँले निकाल्नुपर्छ कक्षा 11 मा गएर हैन सर्कुलर पाथमा घुम्दाखेरि अनि बिगिनिङ पोजिसन जस्तै हेर्दा यहाँ छ नि त हैन तर यदेखि बीमा पुग्यो भने डिस्टेन्स कति हुन्छ डिस्प्लेसमेन्ट कति हुन्छ त्यो निकाल्नुपर्छ अथवा यो सीमा पुग्यो भने कति हुन्छ भने त अहिले निकाल्न आउनै पर्छ पछि सिक्नुहुन्छ अहिले टाइम सिक्दैन ठीक छ नि ल अब अर्को स्पिड हामीले के भन्छ वेग स्पिड भने के हो रेट अफ यो रेट हैन के हो रेट अफ कस्तो रेट चेन्ज हैन रेट अफ चेन्ज अफ डिस्टेन्स यहाँ ध्यान दिनु है कसको चेन्ज रे डिस्टेन्स को चेन्ज हो के को रिस्पेक्टमा विथ रिस्पेक्ट टु टाइम समय अनुसार ठाउँ परिवर्तनलाई नै हामी के भन्छ स्पिड समय अनुसार ठाउँ परिवर्तन हेर्नु यहाँ छ म हेर समय अनुसार ठाउँ परिवर्तन भइरहेछ नि त हैन यसलाई हामी के भन्छ स्पिड क्लियर छ नि हेर्नु के भने के भन्नु खोजे स्पिडले म के लेखे एस लेखे है स्पिड एस न भी लेखौँ स्पिड के भन्छ distance travel अनि टाइम टेकन भने कस्तो हो 2 मिनेट कति माने यो 2 मिटर पार गरे हैन 2 मिटर पार गर्न कति टाइम लाग्यो हैन तर यसलाई हामी के भन्छौं डिस्टेन्स हैन अनि यसमा यो 2 मिटर पार गर्न लाग्ने समयलाई हामी के भन्छौं टाइम टेकन क्लियर छ डिस्टेन्सलाई हामी केमा मेजर गर्छौं मिटरमा समयलाई सेकेन्ड यसलाई युनिट के भन्छ मिटर पर सेकेन्ड यहाँ ध्यान दिनु पर्यो डिस्टेन्स परिवर्तन भइरहेको छ तर कुन दिशामा क्लियर छ छैन इट मिन्स के हाम्रो स्केल 1 क्लियर छ नि यो हैन स्केलर क्वान्टिटी हो र यसको के छ म्याग्निट्युड मात्र हुन्छ उदाहरण हेर्नु 2 मिटर पर सेकेन्ड यसको मिनिङ के हरेक सेकेन्डमा कति डिस्टेन्स ट्राभल गरिरहेको छ 2 मिटर हैन सरी 20 मिटर हैन हरेक सेकेन्डमा कति मिटर 20 मिटर तर कुन दिशामा गइरहेको छ भने क्लियर गरिरहेको छ छैन त्यही भएर के स्पिड हो भेलोसिटी हो स्पिड हो क्लियर छ नि ल साल ल अर्को हेरौँ भेलोसिटी यहाँ के भन्छ गति यो के हो rate of change of पहिलो के छ डिस्टेन्स थियो हैन अब के छ डिस्प्लेसमेन्ट तिम्रो डिस्टेन्स र डिस्प्लेसमेन्ट राम्रोसँग बुझेछौ रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट विथ रिस्पेक्ट टु टाइम हैन समय अनुसार के हुनु पर्यो डिस्प्लेसमेन्ट परिवर्तन गर्ने दरलाई नै के भन्छ भेलोसिटी लेख्यो भेलोसिटी यो बराबर के आउँछ displacement divided by time
ठिक छ नि यसमा ठिक छ ल हेर्नु अनि तिमीहरू यहाँ बुझ्नुपर्छ है यस्तो नि यसरी के हुन्छ मिटर पर सेकेन्ड होइन तर यहाँ फरक के हुन्छ भने भेक्टर डिस्ट्रिब्युसन कस्तो भेक्टर क्वान्टिटी होइन मिटर पर सेकेन्ड बिनु इस्ट कता गइरहेको छ यो तर हरेक सेकेन्डमा 2 मिटर ट्राभल गरिरहेको छ कतातिर इस्टतिर होइन तर यो मान पनि छ एउटा निश्चित दिशा पनि छ इट मिन्स यो के हो भेक्टर क्वान्टिटी र हामी के भन्छ भेलोसिटी यसलाई हामी के भन्छ भेलोसिटी अब यही कुरा 2 मिटर पर सेकेन्ड कता गइरहेछ भन्ने छ तर यसले मात्र के भन्छ हरेक सेकेन्डमा कति मिटर ट्राभल गरिरहेको छ 2 मिटर यो के हो स्पिड ठीक छ यहाँसम्म ल अब यो कस्तो क्वान्टिटी हो भेक्टर क्वान्टिटी ठीक छ ल